हेलो नमस्ते एन्ड जय मसी सबैजनालाई स्वागत छ तपाईहरुलाई हाम्रो यो अर्को नयाँ भिडियोमा। आज फेरि तपाईहरुको बीचमा हामी अर्को भिडियो लिएर आएका छौं अनि आज चाहिँ हामी तपाईहरुलाई हाम्रो कागजबाट कसरी हामी फूल बनाउन सक्छौं, रोज बनाउन सक्छौं भनेर हामी सिकाउन गइरहेका छौं। सिकाउन भन्दा देखाउन गइरहेका छौं। तपाईहरु कति जनालाई आउँछ यो, तर पनि हेरेर मनोरञ्जन गर्दिनुहुन्छ भन्ने आशा हामी गर्दछौं। अब हामी यो भिडियो सुरु गर्छौं। फाइनली हाम्रो फूल बन्न लागिसक्यो। कलरको दामी हुने रहेछ नि, मिक्स गरेर यो भयो भने चाहिँ बनाउन आयो भने चाहिँ किनिराख्नु पर्दैन। एउटा बुकीकै कति, एउटा रोजकै कति सय पर्दो रहेछ, 2-3 सय त्यस्तो गर्नु पर्दैन। त्यही भएर यहाँ हाम्रो प्रशंसा दिदीलाई चाहिँ सजिलो भएको छ। अब पछि ज्वाइँलाई गिफ्ट दिनु पर्यो भने पनि के को आयो हो नि त नि, एकदम सजिलो भएको छ। उसलाई चाहिँ टेन्सन छैन। फाइनली बनियो हाम्रो फूल। देखाइदेऊ कता, यता देखाइदेऊ कसो देखियो। ओ यस्तो देखियो हेर्नुहोस् है। अझै बाँकी छ यहाँ। यो चाहिँ पत्ताको लागि, त्यसको यो यसको यस्तोमा लाउनलाई पत्ताको लागि हो। यो चाहिँ यहाँ बनिँदैछ।
यहाँ पत्ता लाउने काम भइरहेछ यसरी। अब हाम्रो रोज रेडी हुन लागेको छ। रेडी हो? माथि सिधाबाट देखाइदियो त एकचोटि। ल हाम्रो यस्तो भयो रोज, हेर्नुहोस् है सिधा माथि यता नहलाउ। यस्तो भयो हाम्रो। ल सकियो रोज। उता पनि छ बनाएर राखेको यो सबै यहाँ अलिअलि बनाएको। अब यसलाई नै धेरैवटा बनाएर अनि यसलाई पक्क बुकी बनाएर पनि सकिन्छ होइन त। ऊ त परको पनि अर्को खालको होइन, यस्तो यस्तो बनाउँछन् यिनीहरूले। हामी सस्तो मस्तोमा बेच्छौँ। यदि तपाईँहरूलाई चाहिन्छ भने सम्पर्क राख्न सक्नुहुन्छ। अनि हो त नि, कसले सस्तैमा फ्रीमा दिन्छ त? हेर्नुहोस् एकदम रेड कलरको झन् राम्रो, रातोको मात्र झन् राम्रो हुन्छ। यो चाहिँ अरू कलरको हो। रातोको रोज झन् एकदम राम्रो हुन्छ। त्यही भएर हुन्छ। आजको तपाईँहरूलाई पनि यस्तो कुराहरूमा इन्ट्रेस्ट लाग्छ भने यो भिडियो हेरेर तपाईँहरूले पनि सिक्न सक्नुहुन्छ। हुन्छ, आजको भिडियो यति नै। बाइ बाइ। कस्तो लाग्यो भिडियो? लाइक सेयर अनि कमेन्ट पनि गर्न नबिर्सिनु होला है। हुन्छ ल, बाई बाई।